मैले जहिलेदेखि मिनी भ्लग स्टार्ट गरेँ त्यो दिनदेखि चाहिँ मेरो दिनहरू यत्तिकै रमाइलोमा बितिरहेको छ। हामी चाहिँ खुसी हुने नहुने भन्ने त हाम्रो आफ्नो हातको कुरा हो के, तर हामी चाहिँ जेमा पनि खुसी हुनुपर्छ, घरको काम होस् या केही कुरा होस्। मलाई चाहिँ खुसी हुनलाई केही महँगो चिज यताउता गएर मात्रै खुसी हुन्छ जस्तो लाग्दैन साथीहरू। मन शान्ति भएपछि चाहिँ यत्तिकै खुसी मिल्छ। हामीले चाहिँ मनलाई चाहिँ शान्ति बनाइराख्नुपर्छ जस्तो लाग्छ कि मलाई चाहिँ। दुःख सुख भन्ने यस्तै हो साथीहरू, जीवनमा आउँछ जान्छ, दुःख सुख आएन भने जिन्दगी जिउनुको पनि के मजा भएर होइन र साथीहरू। अनि हामीले चाहिँ जहिले खुसी भएर नै जिनुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ। अनि म चाहिँ ह्याप्पी नै हुन्छु प्रायः जस्तो सकेसम्म। म चाहिँ बिहानको कामसाम अलिअलि भ्याएर अनि खानासाना खाएर गएँ मिटिङतिर। अनि त्यसपछि चाहिँ हाम्रो चाहिँ सिद्धपुर आइपिएम कृषक सम्बन्धी महिनाको 4 पटक चाहिँ यो मिटिङ हुने गर्दछ। हामी चाहिँ यो प्रत्येक मिटिङमा गएर यसरी हामीले धानहरू रोपेको छौँ नि त साथीहरू। अनि आज चाहिँ यही धानहरू हेर्ने काम पनि थियो। अनि यो धानहरूको गाजहरू काट्ने, यसलाई हेर्ने, किराहरू छोप्ने, किराहरू कस्तो के लागिरहेको छ भनेर अनि आज चाहिँ हेर्ने काम भइरहेको थियो। अनि आज चाहिँ कामहरू धेरै भयो। अनि त्यसपछि चाहिँ हामीले फोटोहरू पनि खिच्यौँ। अनि एकछिन गोलमेल गरेर अनि हामी यता घरतिर फर्क्यौँ। अनि त्यसपछि चाहिँ मिटिङ एकछिन बसेर अनि हामी खाजा चाहिँ खान थाल्यौँ। आजको दिन चाहिँ एकदमै रमाइलो भयो साथीहरू। अनि यस्तो मिठो मिठो खाजाहरू पनि खाइयो अनि काम पनि गरियो अनि धेरैसँग हाँस खेल पनि भयो, रमाइलो पनि भयो। जिन्दगी यस्तै हो साथीहरू, हामीले चाहिँ खुसी भएर जिउनुपर्छ होइन। अनि आजलाई यति नै, बाई बाई। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर अनि फलो चाहिँ गरिदिनु होला।